आज 20 चोटि पुसअप हान्ने अनि बाँकी यो पेटको गर्ने बेली अनि यताउता एक्सर्साइज हुने तर अस्तिको हात दुखेछ क्या चलो मिनिमम 20 हो कि अनि तर म 50 पुर्याउनु थिएँ होइन तर अस्तिको त्यो फर्स्ट दिनको स्टार्ट गर्नु न खाली मुखले बोलेर हुन्छ 5 पटक गर्नु न पहिला हो र धेरै सकिँदैन आज कन्सम भिडियो हेरेर मोटिभेट त हुनुहुन्छ तपाईँ यो बत्ती किन अब यो बेला किन जान थाल्यो नट सेभिङ 11 पटक रे 20 पटक रे 20 पटक आथु 12 13 14 त नबोल त म गरिरहेको छु यहाँ 15 16 17 18 लास्ट होइन 20 त ल गरे 18 19 20 अब रेस्ट एक सेट भयो नि त अब हजुरका भ्लगमा म पनि स्वागत गर्न चाहन्छु म एडिट नगरे यतिकै हाल्छु नबिगार्न त्यहाँ म पनि स्वागत गर्न चाहन्छु देख्यो मैले कति मोटिभेट गरिरहेको छु 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 ल यति गरौँ धेरै नगरौँ सरले सुरुकै दिन धेरै गर्नु ल त्यसपछि मेरो पालो साले मेरो यो म्याट नबिगार एकैछिन मेरो नयाँ म्याट यार छोड अब भयो छोड यो लाइट छैन यार ल यो चाहिँ 15 तर ल मजाले त्यहाँ बस खुट्टा नचेप न त्यति टाइट होइन हल्का लुज त गर लाइट आयो क्या लाइटवाला न यहाँको घाँट बल्छ मेरो ओए मतलब रेकर्डिङ भइरहेको 30 4 कमर दुख्छ कि बिस्तारै 5 6 7 8 सजिलो 9 10 11 12 भोलि कमर नदुखोस् 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 हान्न त म बिस्तारै 50 मिनट पुऱ्याउँछु तर आज नहीं 20 को उँची कन्या हान भन्ने म गर्दैछु अब बस्न आज सुरुको बस्नु लाइट वाले नहीं बस्नु लाइट सेट केही बल्नु पर्दैन के रोक्न कालो वाला ब्याकग्राउन्ड ठिक हुन्छ हैन त्यो ब्लर आयो के कालो आयो कि ब्लर अनि त्यहाँ पुग्दैन ब्लर आयो कि कालो त के अनि तैले त खुट्टा माथि बेन्ड गरेको छैन नि त कसो एक मैले यसो याद दुखो ज्या खासमा अब नेक्स्ट सिजन 3 4 म गइत्नु निक्करी बस्तु भएको छ यार मा कसम 12 भयो 13 भयो 13 अहिले भयो
डम्बल लिएर आउँ 5 किलो वाला डम्बल लिएर आउँ नहीं हामीले उसो गरिसकेको छु होइन पुसअप आज लास्टमा हार्ला अब अहिले बिचमा हारौँ कति पुग्यो म त बिसरिएँ यार भगवान् कसम बिसरिएँ 20 भन्दा 20 भयो देखेँ कि लास्ट नाइ साँच्ची बिसरिएँ क्या ल भयो भयो ल 25 नहीं नहीं ल मेरो पालो हो लास्ट अब इसोवाला धङ्की यो साइड रेन्जवाला ल भयो त्यो ल उठ त मलाई चेप त ल यहाँ बस अब यहाँबाट आउनु यहाँ यसो गर्ने म्याट फोर नगर्न यार लास्टै फोर हो यो यार म्याट यार भइरहेछ नि नै धेरै गद्दै होइन कि फर्स्टमा त्यही 10-12 एक सेटको 10-12 गरे भइजान्छ ल यति नै के कतिको गर्नुभयो 14 भयो ल 15 ठिक छ 15 ठिक हुन्छ के दाइ ल ठिक छ म्याट फोर भयो हरि राम अब म पनि स्टार्ट गर्दैछु दाइ हामी दुवै स्टार्ट गरौँ कस्तो होला नि माथि गर्न त नि कस्तो होला भन्नु दाइ मतलब ए यहाँबाट उ गर्दियो होला नहीं 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 ल दुवैले अड्काउनु पछि गरौँला नै यो वाला भ्लगिङ वाला कस्तो भन्नु पछाडी ब्याकग्राउन्ड काम पनि नदियो पुरा मात्र होइन आज 8औं दिन हो मेरो मेरो 1औं दिन हो हैन त तर यो अस्ति मेरो मोबाइल रिसेट भयो नि तर मोबाइल खोलिदियो अनि भित्र खोल्नु यहाँ क्यामेरा पुरा यति ब्लर खिच्छ जस लास्टै यार पहिले धेरै राम्रो खिच्छ थियो राइट साइड केही छैन कहाँबाट हो यतिकै राख्नु कि त फ्ल्यास लाइट हेडलाइट अन गरेर अनि ठिक छ होइन दाइ भयो अब नेक्स्ट साइड हो के अरे साइड रेन्ज के भन्छ खै यार बिसरियो पहिले पिछोवाला अनि त्यसपछि अर्को यो भुँडी घटाउने अर्को अब मैले याद आयो 50 स्टेप हो त्यो सजिलो कसो गद्यो साइडतिर टच मात्रै हो यसो यहाँ यो पार्टको लागि लेटरल साइड यो कसो सीधा गरौँ सीधा गद्यो सिधा नै बेन्ड गर अनि एकतिर यहाँ छ एकतिर यहाँ छ यस्तो तलतिर थोरै माथि आइदैन हो एकचोटि यहाँ छ तल गयो अनि दोस्रो चोटि आयो यतातिर आयो के यो कर्भ बना के लेटरल पार्टको मसल नखानु पर्यो यस्तो हायर पनि जसो हेर्नु भन्छ हामी प्रोफेसनल गर्छ हामीलाई जस्ट एक्सर्साइज अफ दिस डिसिप्लिन अफ दिस हो थोरै माथि ल आजलाई लास्ट हप्ता पर्सि इक्जाम नै छ नि त पढ्नुलाई न त्यो आज 81 यो मेरो शरीरलाई खाइदियो ल अभिषेक हप्ता अलि खुट्टाको एक्सर्साइज गर्नु यसो खुट्टा यसो हाल पेल्भिक ब्लड सर्कुलेसन बढी पेल्भिक रिजन लास्टै भोरो यो यार म्याट यार्दै साइड म त देखिएकै यस्तो होला कि हाम्रो कसो हुन्छ जस्तै ब्याकग्राउन्ड ब्ल्याक मात्र काम मात्र देखाउँछ हो यो बेस्ट हो तर ब्लर आउँछ नि त ब्लर आउँछ छोड्दिनु ब्लर मान्छे त देखिन लाग्छ नि त कसै हाल्दिनौ के नो एडिट सेडिट के त मैले पठाउनु यो म आफ्नोमा हाल्दैछु तो एडिट आरे नै एडिट सिट नै मतलब र वाला मेरो त प्योर र हो त्यही हामी पनि र वाला यो धेरै दुख्दैछ ल अब लास्ट एउटा यसो भन्दा त्यसपछि अरू एउटा पुसअप ल भयो
एकैदिन सुरुमै धेरै हाल्यो होइन 12 मिनट त हुनु पर्यो एभु 12 कति 12 को एक सेट कति भयो 10 मात्र भएको छ 12 को 2 मिनेट होइन ल यो 50 चोटि को होला ट्राई गर्नु है 2 सेटमा गर्ने हो ल 30 भइहाल्छ 30 भयो म त बिचमा 2 सेट दण्ड पनि लगाऊ क्या दण्ड लगाऊ यो पछि 10 हनुमान दण्ड नै यसै हो बान्दर उखाडायो खुट्टा टेक्ने होइन क्या जस्ट माथि लैने मात्रै मेरो हेर्न तेरो भएन यार अनि यसो मेरो हेर्न छाड्यो त्यो टेक्ने होइन कि माथि मेरो दोस्रो सेट होइन यो पछि 10 सिस्टम दम्न हाल्छ खुट्टा टेक्ने होइन कि मल्तिरले तल्तिरले टेक्नु यसो नटेकेपछि के पो गर्नुहुन्छ यार हजुर त्यत्रो 2 चोटि गरेर देखियो नि ल अब 10 चोटि दण्ड हाणौँ त्यसपछि आजलाई तर हात त दुखेको छ नै यसो गरौँ हातको वाला कस्तो यो यताको सु आज लास्ट गरौँ गएर पढौँ यो यसो नै वार्म अप भन्दा यो वाला यो हात यसो यो हात यसो यस्तो वाला यो हात अगाडि लैजाने यो हात पछाडि लैजाने यो सिक्नु न 4 5 मुभमेन्ट क्याप्चर त बगाल हुन्न हेर मान्छे देखिया पछाडिको त्यो स्काई हेर्न स्काई 9 10 10 तल 10 पछाडि 1 2 3 4 5 6 7 8 9 10 इतिहास दबाई आज ल नमस्कार हाम्रो यसो हुने रहेछ कि हामी एकदम अनएक्सपिरियन्स हो नि त मेरो कम्मर दुख्दा कारण एउटा यो हो जस्तो लाग्यो ल आज चाहिँ सम्पूर्णमा मेरो धेरै बोल्ने होइन कि थोरै मेरो डे 1 हो मेरो डे 8 दाइको डे 8 हो दाइले न कुनै च्यालेन्ज हो न के हो जस्ट के अरे डेली एक्सर्साइज अन्टिल द बडी गेट टायर्ड हो कि बाँकी हाम्रो डाइट साइड त्यही भट्टा गेडा खाएर बस्यो बदाम खायो तर जङ्क फुड धेरै भयो नखाएको हिजो एउटा चिया खाएको थिएँ त्यही पनि अर्का घर गएर अनि बाँकी म चाहिँ दाइबाट इन्स्पायर्ड भएर अब मैले पनि गद्दपट्ट छ इक्जाम छ मेरो पर्सि छ अब हाम्रो इक्जाम यहाँ केसेसहरू बाहिर यताउता भइरहेको छ भिडियो पनि धेरै लामो भइसक्यो ल गाइज आफू पनि च्यालेन्ज गर गुड हेबिट राम्रो बनाऊ हैन हो त्यो लाइफ यति चाहिँ हो कि जब एक्सर्साइज गर्यो भने एउटा एक्सपेक्टले धेरै ठाउँमा छ जब एक्सर्साइज बडी गेट टायर्ड हुन्छ राति चाँडो सुतिन्छ आफ्नो राम्रो खानेकुराहरू डाइट खाइन्छ अनि त्यो नेगेटिभ थिङ्किङहरू हुँदैन अनि त्यो अब त्यो यङ एजमा त्यो इमोसनल कुराहरू पनि धेरै कुराहरू कन्ट्रोल हुन्छ डिसिप्लिनतिर जान सकिन्छ हुन त हामीले यति भन्नु याद्दाखेरि हामी पनि एकदम डिसिप्लिन भयो त्यो केही पनि छैन खेल्न पड्यो लड्ड पड्यो जित्त पड्यो ल बाई बाई